एभ्रिवान, गुड मर्निङ सबैलाई स्वागत छ आजको मेरो मिनी ब्लगमा। अनि हजुरहरू के छ, सबैजना सन्चै हुन्छ भन्ने आशा राखेको छु। आज म देखाउन गइरहेको छु हाम्रो घर बारीमा लगाउने बालीहरू अनि हाम्रा गाईहरू के छन् त भनेर म देखाउँदैछु तपाईँहरूलाई। यहाँ चाहिँ छ हाम्रो लक्ष्मी माता अनि यहाँबाट चाहिँ अलिकति हाम्रो धनियाँ छरेको छौँ थोरै। यति राम्रो धनियाँ देखेपछि नखाने कुरा हुँदैन। मैले चट्ट टिपेँ अनि सागबारी आयो हाम्रो। साग छ यत्रो। यो सागलाई पनि मैले टिपेँ गुन्द्रुक हाल्नको लागि। टोको टिपेको थिएँ, टोको चाहिँ मैले अघि नै घर पुऱ्याइसकेको छु। अनि त्यहाँबाट अँगालोमा बोकेर गएँ, तलतिर बारीमा गएँ। अनि त्यहाँबाट फेरि सागलाई झारले पुगेछ अनि एउटा टक 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 पारेर थाल्दैछु। अब गाउँघरमा भएपछि यतिको त हुने बरु खेती गरेकै चाहिँ हुँदैन। साग मटर कति छन्, कति राम्रो आएको छ मटर पनि। गर्न सक्यो भने चाहिँ जे हुने कि खेतीहरू गर्न चाहिँ अलिक साह्रो पर्छ, तर गर्न सक्नेहरूलाई चाहिँ जे हुन्छ। अनि मटर पनि फुल्न थालेछ। यी बोट चाहिँ सानो छ, तर यो चाहिँ बढेर अलिक ठुलै हुने खालको बोट हो। तर यो अलि होचोचै भइरहेछ, फुल्दैछ। अब बिस्तारै फल्छन्। हेर्नु त लराक परेको। अनि यो चाहिँ मुला हो। अनि फेरि मैले चाहिँ अलिकति साग टिपेँ सब्जी खान। अलिक कलिलो चाहिँ एकदम मिठो हुन्छ नि त, त्यसै भएर मैले साग चाहिँ सब्जी खानको लागि मैले टिप्दैछु। अनि त्यसपछि म घर जाँदैछु। यसरी टक 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 पारेर म घर। यो चाहिँ हाम्रो आलुबारी हो। ओरादेखि परसम्म छ। अनि यस्तो चाहिँ 3-4 घर रोपेको छौँ। यति भए हामीलाई बर्खामा खान पुग्छ। अनि त्यही भएर म चाहिँ टक टक पारेर घर आउँदैछु साग अँगालोमा बोकेर। अनि म घर पनि आइपुगेँ। यो चाहिँ हाम्रो घरबारीमा पनि आलु रोपेको छौँ, मटरहरू चटक्क पारेर गर्न सक्यो भने चाहिँ हुन्छ कि। अनि त्यसलाई अघि टिपेर ल्याएको सागलाई मैले गुन्द्रुक खानको लागि सुनि हाम्रा बाख्राहरू उहाँ हेर्दैछन् मलाई देखेर। अनि 2टा पत्ता जति हालिदिएको थिएँ, एकै ठाउँ यसरी भेला भए ग्राम। त्यसबाट आएर मैले चाहिँ कुखुरालाई चारो दिन्छु। त्यहाँबाट कुखुराहरू खान्छन् चारो। कुखुरालाई चारो हालिसकेपछि उहाँलाई चिनान मैले भन्दै बसिरहेको छन्। अनि त्यसबाट मैले अन्डा पनि झिकेँ, अन्डा घरबाट अन्डा खेलेर लिएर बट्टामा हालेँ। त्यसपछि यति भन्दै आजको ब्लग सकिन्छ। हेरेरलाई मेरो ब्लग कस्तो लाग्यो, मैले लगाएको खेतीबालीहरू हजुरहरूलाई देखाएको छु। सो गाइस कस्तो लाग्यो भन्नुहोला। टेक केयर, बाई बाई।